हेलो गाइस वेलकम ब्याक है फेरि वेलकम ब्याक भइसकेको छ फेरि पनि आज पनि राति म निस्किसकेको छु बाहिर पनि फेरि निस्केर म आज चाहिँ अस्तिको ठाउँमा जाँदिनँ म आज चाहिँ अस्तिकोबाट अलिक फाल्टै ठाउँमा फेरि अब निस्किनु नि राति मात्रै निस्किनु पाउँछ नि त है राति निस्केर टक्कसँगले एकछिन घुम्ने हो हल्का हल्का सानो सानो भ्लग सग बनाइने हो होइन के गर्नु राति त के गर्नु है अनुहार देख्दैन भन्छ होला त्यो सम्झिन्छ रातिमा त के गर्नु भ्लग बनाएको दिउँसो नै बनाउनु नि भनेर सोच्छ होला थुप्रै मान्छेले है र म चाहिँ दिउँसो भ्याउँदिनँ नि त राति मात्रै भन्दा है त्यही भएर राति बनाइन्छ हल्का हल्का मन पराउनेले मन पराउँछ मन नपराउनेले नि अब मन पराउनु करे लाग्छ होला अब त्यस्तै भन्नु होला नि त होइन यस्तै छ है अस्ति चाहिँ यहाँदेखिको हामी ओह्रालो गएको थियो ओह्रालो गएको थियो आज चाहिँ उकालो जाने आइबिएमबाट अस्ति हामी तल पुलपट्टि गएको थियो होइन र आज चाहिँ हामी भने चाहिँ उकालो रम्फूपट्टि जाने उकालोपट्टि रम्फू बजारपट्टि जाने हो होइन यस्तै छ यो अब यो गाडीको पछि पछि जाने हो हामी चाहिँ उकालो जाने हो आज चाहिँ उकालो उकालो जानु पऱ्यो नि त होइन हल्का हल्का त घुम्नु पऱ्यो नि त होइन भरे अब यही आइबिएममा बसेर फेरि आइबिएममा हरायो भने त त्यो त भएन नि होइन गाइस त्यही भएर अलिकति यताउता पनि घुम्दै गर्नुपर्छ है कुना काप्चोहरू सबै थाहा हुँदै गर्नुपर्छ भरे आइबिएममा हराइदियो भने के गर्नु होइन म उपर दिन गएको उकालो सबैलाई उयो पर सर्टकट भाइ हामीलाई त थाहै छैन हेर मलाई थाहै छैन यता कता हो सर्टकट कता हो तर नि म सर्टकट चल्दिन्छु नि यस्तो हुनु पऱ्यो नि आफूलाई थाहै नभए पनि आफूले चाहिँ थाहा हुनुपर्छ के हो के बोले भाइ अब के बोले हुनुपर्छ के हो आफूले चाहिँ अब याद चाहिँ हुनुपर्छ यो बाटो गयो भने भए पुग्छ कि है होइन त्यस्तो हुनु पऱ्यो नि ल त गाइस है ल म चाहिँ यहाँनिर अलिक माथि आइपुगेको थिएँ मलाई पनि थाहा थिएन यहाँ यस्तो पनि रहेछ भनेर अम्बो म त अचम्म परेँ त के हो है विचार चाहिँ मजाको ग्राउन्डहरू रहेछ यहाँ मन्दिर रहेछ नि त है चट्टसँग तर मलाई चाहिँ मन पऱ्यो अलिक माथिसम्म जाउँ मजाको रहेछ मलाई चाहिँ मन पऱ्यो के कम्पनी जस्तो रहेछ के कम्पनी होला यो कम्पनी रहेछ यहाँ चाहिँ कम्पनी रहेछ है गाइस कम्पनी यस्तै छ गाइस हल्का हल्का त घुम्नु पऱ्यो नि त हो घुम्नु पऱ्यो है र मलाई चाहिँ राति घुम्नु चाहिँ बर मजा लागिदिन्छ क्या कसैले त सोच्छ होला है मलाई पनि यसो के हो म यस्तो सानो उमेरमा जुङ्गाजारी पालेर के गरेको होला है बुढो दिएको रहेछ भने भन्दै होला नि ल त है हामी त्यहाँ अब गल्ली जानुपर्ने हुन्छ है गल्ली यहाँ उयो परबाट गल्ली होइन बाटो छैन अब घरको चेप हुन्छ नि अब सहर बस्तीमा त त्यस्तो सहर सिटी एरियातिर हुन्छ नि त्यस्तै हुन्छ गल्ली बाटो हुन्छ होइन त्यस्तो गर्नु पत्र होइन त्यस्तै हुन्छ अब यहाँदेखिको चाहिँ टक्क यहाँदेखिको चाहिँ यहाँ परदेखिको चाहिँ यस्तो जानुपर्छ होइन मेरो छेउमा चाहिँ यो छ है यो मसँग हिँड्दैछ अन्त यसलाई चाहिँ यहाँको बाटो थाहा छैन नि त यहाँ तल लगेर चाहिँ बेचिदिउँ भनेको नि त्यसलाई यता हेर त अब तँलाई बेचिदिन्छु म बेचिदिन्छु ल ये शहर छोड़ के ये चाल छोड़ के निकल जाएंगे और मस्त में कैश करेंगे पैसा ही पैसा होगा अब यहाँबाट चाहिँ टक्क जानुपर्छ होइन ल अब यहाँ यस्तो छ नि त बाटो भनेको मैले चाहिँ यो टक्क जानुपर्छ होइन ए यस्तो टक्क यहाँनिर गल्ली आउँछ होइन दुइटा यता र यता बिल्डिङ टक्क बिचमा बाटो टक्क यसरी हेर्नुपर्छ नि त त्यसरी
टक्क गल्ली गल्ली तल एकैछिन तल बेचिराखिदिन्छ अब यहाँ बेचिदिन्छु तल मैले यहाँ बेचिदिन्छु त म ल हामी चाहिँ यतातिर जानुपर्ने हुन्छ टक्क यसो गएर चाहिँ नि हामी चाहिँ अब यहाँबाट जानुपर्छ नि टक्कसँगले अब यस्तो यहाँबाट यता 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 टक्क बाटो देख्दैन होला हाम्रो चाहिँ यस्तो हुन्छ नि त मैलाहरू चाहिँ यसरी मैला थुपार्छ हो त्यो नफालेर चाहिँ मैला यस्तो हुन्छ नि त बड़ी अच्छी बात कही आप च्याट्ट यहाँ आइपुग्यो हामी गल्ली गल्ली हिँडेर हो अब चाहिँ गल्ली गल्ली जानुपर्छ नि त होइन टक्कसँगले चट्ट ल त गाइस है एक राउन्ड हानेर आइपुगिसक्यौँ है हामी मैले अब यहाँ छेउमा कता मैले चाहिँ अघि के भन्छ यहीँदेखिको भ्लग स्टार्ट गरेको नि त त्यो सानो बढी भ्लग है यहाँबाट स्टार्ट गरेको कहाँबाट भनौँ भने नि यहाँबाट त्यो देखिन्छ रातो गाडी त्यो रातो गाडी भएकोदेखिकै स्टार्ट गरेको नि त होइन टक्कै एक राउन्ड घुमेर माथिबाट एक राउन्ड भइसकिसकेर आइपुगिसक्यो है कति भयो होला कति नै भएको छैन घुम्नु गएको होइन एक राउन्ड घुमेर आइपुगिसक्यो अब चाहिँ रुममा जाने हो खाना खाएको छैन खाना खाने हो टक्क ल्यान्डिङ हान्ने हो मजाले सुत्दिने हो सपनामा के देख्छ त्यो आफूलाई मात्रै थाहा हुन्छ है नराम्रो चाहिँ होइन राम्रै कुरा देख्छ होला ल यति भन्दै अब आजको त्यो सानो भ्लग पनि इन्डिङ हानिदिनुपर्छ अब छोटो छोटो भ्लग हाल्नुपर्छ नि त होइन त्यो बेसी महँगो हाल्नु हुँदैन लामो हाल्नु हुँदैन ल यतिमै अब धन्यवाद सानो भ्लगमा त्यता बाटो छैन हौ यो ल थ्याङ्क यू फर वाचिङ है गाइस ल सी यू अन नेक्स्ट भिडियो है